हेलो एभ्रिवान गुड मर्निङ है हो। सो हामी चाहिँ माथि घरबाट निस्केर यहाँ त सानो पुसामा आइसकेको छु। यो चाहिँ निमेरगेलको अनि अरे म चाहिँ चिन्दिनँ नि त। सो भित्र जान्छ झोलै छोडेर जान्छ कस्तो खालको दिमाग छ ए सानो पनि गएछ नि। ओहो सानो गयो तपाईँ जानुहुने अब ए जानुहुन्न के भन्छ भन्नु त। अनि भएपछि चेची चेची नजाने छिजौँ है ननु पिरो त ऊ माथि निस्केर बाई बाई त कस्तो माया लागेर म त अहिले भेट्छ होला नि यहाँ आएको झन् के रहेन छ यहाँ सुन्तला एउटा रहेछ बाई बाई गरेको नत्र म चक्की ल्याउँछु नि थाहै थिएन अहिले म उता भेटेर गर्छु ननु पिरोलाई बाई बाई नो भनेको बुझ्ने है भनेपछि बाई बाईले यसो गरेको त चुप्प गरेको त गरेर त उसले नि यसो गर्छ बिचरा फेरि आमाले चाहिँ के ननु पिरोले भेट्नु पऱ्यो भनेर त ननु पिरो रोड जानुपर्छ। अब एकछिनपछि भेट्छु हामी चाहिँ यहाँ उता ननुलाई बेसी सक्छ होला एकछिन भेटेर त मोबाइलको ब्याट्री सितिन लागेको छ यहाँ चाहिँ छिजी सबै भिडियोमा आउनुहुन्छ। फाइनली हिजो हामी यहाँ बसमा आशाको घरमा आइसकेँ। गाइज हामी रेडी भएर निस्किन्छौँ चार्ज गरेर। ल गाइज हामी चाहिँ अब रेडी भएर निस्किँदा अब म चाहिँ बाटोमा कपाल कोर्दै हिँड्ने। सो हामी चाहिँ यहाँ ढुक्कङमा पुग्नुपर्छ हिँड्दै हिँड्दै कताबाट आशा। ल ओके गाइज त्यहाँ पुगेपछि भिडियो बनाउँछु। मेरो खासै ब्याट्री छैन फेरि। सो ओके सो हामी चाहिँ फाइनली पुलमा आइसकेको छु झुलुङ्गे पुलमा। अनि यहाँ चाहिँ मैले आशालाई एउटा टिकटक हान्न दिन्छ हामी अब ढिला होला जस्तो रहेछ कि गाइज। आमा चाहिँ ब्याग नल्याउनु भनेको मान्दैन। अब त्योभित्र केही त छैन अब लुगाहरू चाहिँ छ। अहिले आमालाई चाहिँ यो घुमतिर म पुग्छु। ओके गाइज फाइनली गाइज हामी चाहिँ ढुक्कङमा आइसक्यो। सो इभेयर गर्छ ऊ माथि यहाँ हो। बिहान त्यहाँ तल बसेर त्यहाँबाट माथि गएर माथिबाट फेरि तल आएको। सो माथि ढुक्कङमा आइसक्यो हामी चाहिँ घुममा आइसक्यो। ल खोइ हामी चाहिँ फाइनली यहाँ आइसक्यो। उता कता टस्टीले घुम्दा ठिकै छ। ओके गाइस अहिले सिस्नो बनाउँछु फेरि। फाइनली सिस्नो र ढेँडो भेटायो यहाँ चाहिँ। ओके हामी चाहिँ खाना खान्छौँ अब। त्यो पनि भिडियो बनाउनु पऱ्यो। आउ चाहिँ भर्खर यही हुन्छ होला भनेर हामी चाहिँ तर घर गएन सबै भिडियो बनाएर पठाउने भन्दा बेलुका भरेबाटै बनाउँछु भिडियो चाहिँ। भर्खर त खाना खाँदैछु। ओके भेट्यो भनिदिन्छु मैले यहाँ त आमा भेट्यो भनिदिनु। आऊ पनि यता भन्नु आऊ त चस्मा टल्केर चिन्दा नि त चिन्ने रहेछ। यहाँ बार नाच्ने तयारी हुँदै हो गाइज। सबैजना म नाच्नुहुन्छ अरे।
So guys, हामी चाहिँ बजार के अरे छिर्नु सकेर माथि बेमेकोमा आएको छु र अघि नै भिडियो बनाउनु खोजेको मेरो मोबाइलको स्पेस फुल भएको कारणले चाहिँ मैले भिडियो बनाएको छैन। यहाँ चाहिँ हिजो बसेको आशाको आफन्त होइन दिदी हो को दिदीकोमा आएको छु दिदी बिनाकोमा आशाले तँलाई जाउँ भन्दै थियो तल टाढा भएको कारणले गएन आउले पनि जाउँ भन्दै थियो त्यो भोलि आमाले फेरि पुल पनि तार्न सक्नुहुन्न अरे त्यही भएर फेरि हिँड्न सक्दैन त्यही भएर नगएको यहाँ खानासाना खायो अब चाहिँ सुत्न लाग्यो आजै फर्किन्थ्यो त्यो गाडी रिजर्भ गाडी पनि आउँदैन अरे भोलि मात्र आउँछ अरे त्यही भएर यहीँ सुतेर चाहिँ मेमेकोमा यहीँ सुतेर चाहिँ भोलि बिहान बसमा जान लाग्यो गाइज त्यही अब यति भन्दै यो भिडियो यहीँ इन गर्न चाहन्छु हाम्रो मेमे चाहिँ स्पेसल यहाँ मेमे हुनुहुन्छ मेमेलाई पनि चौतारा आयो भने भन्नु है मेमे मेमेलाई नम्बर दिन्छु ल मेमे मेमे के भन्नु आइसम्म मेमे बोल्दै हुनुहुन्थ्यो भिडियो हेरेपछि त मेमे पनि चुप्प लागेर कार्बन सुन्दरले मेमे चाहिँ अब त्यही त आज छेजु भएको कारणले माथि बिस भएको ठाउँमा पनि बस्न पाएन त्यहाँ छेजु नभएपछि बस्थ्यो अनि छेजु पनि हेर्न मन थियो हेर्छु भनेर आयो भने चाहिँ कहिले पनि भेट्दैन अनि त्यत्तिकै आएको झन् छुवार पनि नलिकन झन् छेजु भेट्यो आशाको छुवारहरू लगाएर गयो पछाडि लाउनु चाहिँ आमाको लागि त्यही हो आशालाई पनि धेरै धेरै थ्याङ्क यू मेमेहरूलाई पनि धेरै धेरै धन्यवाद हामीलाई यहाँ बस्न दिनुभयो मेमेहरूलाई चाहिँ त्यस्तो सेवा गर्न पाउँदैन अब सुत्न लाग्यो गाइज यति भन्दै यो भिडियो इन गर्न जान्छु बाई बाई सी यू सुन नेक्स्ट भिडियो